आज चाहिँ म यो लोकल कुखुराको मासु पकाउन गइरहेको छु। अनि पहिला चाहिँ यो प्यानमा तेल गरम गरेपछि चाहिँ माथिबाट मासुको पिसहरू मजाले लगाएँ। अनि लगाएपछि चाहिँ मजाले भुट्दै गएँ। अनि तेलमा मजाले यसरी भुट्दै गएपछि यसको कलरहरू पनि अलिक चेन्ज हुँदै आउँछ। अनि यसको अलिकति हल्का कलरहरू चेन्ज हुँदै रातो भएपछि यसको अलिकति राम्रो सेन्ट आउन थाल्छ। अनि अझै यसलाई मजाले भुट्दै जानुपर्छ। भुटेर एकदम रातो बनाउनुपर्छ। जब यो मासु मजाले रातो भइसक्छ त्यति बेला हामीलाई थाहा हुन्छ कि यसले आफ्नो तेल छोड्दै गएको हुन्छ। अनि साइडमा मेथी राख्नुपर्छ। मेथी अनि प्याज आफूलाई जति मनपर्छ त्यति राखेर फेरि यसलाई चलाउँदै जानुपर्छ। यसरी मजाले चलाउँदै भुट्दै पकाएपछि अति राम्रो सेन्ट आउँछ। अनि त्यो माथि बेसार हाल्नुपर्छ। बेसार हालेपछि त्यहाँदेखि नुन पनि आफ्नो स्वादअनुसार लगाउनुपर्छ। त्यहाँदेखि फेरि मजाले यसरी पकाउँदै जानुपर्छ। माथिबाट हामीले बनाएको मिक्स मसला पनि मैले लगाएँ। मिक्स मसलामा चाहिँ अदुवा, लसुन, धनियाँ, जिरा, मेथीहरू मिक्स मजाले पिसेको थियो। अनि यो मिक्स मसलासँग पनि यसरी मजाले चलाउँदै पकाउनुपर्छ। पकाएपछि मजाले छोपेर राख्नुपर्छ। त्यो मसला पाकेपछि माथि मजाले काटिएको टमाटर लगाएर एकछिन मजाले रातो खुर्सानी पनि लगाएर पकाउनुपर्छ। मसला टमाटर यसरी मजाले मिक्स भएपछि एकछिनमा हामीले हेरेपछि देख्छौँ कि टमाटर पाकिसकेको हुन्छ। टमाटर पाकिसकेपछि त्यो माथि हामीले तातो पानी हाल्नुपर्ने हुन्छ। अनि छोपेर राख्नुपर्छ। अनि साथसाथमै म माथि गएँ। माथिमा प्याजको साग ल्याउनु गएँ मेरो किसानो टेरेस गार्डनमा। अनि प्याजहरू त सबै ठुल्ठुलो भएछ, फल्नु पनि थालेछ। त्यसै कारण मैले एक दुईवटा यहाँनिर प्याजको पात चाहिँ पाएर टिप्दैछु। अनि यसो दुईवटा प्याज पनि पाएँ साथमा। अनि यहाँनिर मेरो धनियाँको रोपेको थिएँ एउटा टबमा। धनियाँ पनि सक्न आँटेको रहेछ। अनि धनियाँ र प्याज लिएर म आएर हेर्दा यसरी मासु पाक्दै रहेछ। मजाले पाकिसकेको जस्तै मलाई लाग्यो। यसरी थिचेर हेर्दाखेरि त पाकेको जस्तै थियो। अनि राम्रो सेन्ट आइरहेको थियो। अनि त्यसपछि फेरि मैले यसमा पानी अलिकति थपेर फेरि मजाले पकाएँ एकपल्ट। किनभने यो लोकल कुखुराको त हामी सुप खानुपर्छ भन्ने हाम्रो यहाँ सबैलाई थाहै नै छ। अनि यसरी लास्टमा मजाले पाकेछ। तपाईँहरू पनि आज त यति मात्रै हो। कस्तो भएछ लु खाएर यसो भन्नुहोस्। खाएर लु भन्नुहोस्। पहिला अलिकति झोल टेस्ट गर्नु पर्यो। झोल मिठो भएछ। झोल त मिठै भएछ। अब मासु यसो हेरौँ कि खै हड्डी भएको छ कि अब मासु ल के रहेछ खै पाकेछ। पाक्नु पनि एकदम मजाले पाकेछ हो। तर अब खै मासु खाएर हेरौँ है। मजाको टेस्ट भएछ नानी। तिमीले पकाएको बहुत राम्रो भएछ। बहुत राम्रो भयो। ए हुन्छ धन्यवाद। लु फिडब्याक पनि राम्रै छ है। तिमीलाई चाहिँ कस्तो लाग्यो? होइन हौ मासु खाएर आलुसँग होइन। ए मासुसँग मिठो छ। मिठो भयो। हाम्रो दिदीले मिठो पकाएछ। ए मिठो भयो। हुन्छ।